र आजको परिवेश वस्तुगत परिस्थिति एकातिर छ। हिजो मात्रै पूर्व राज्य ज्ञानेन्द्रले पोखराबाट काठमाडौँ आउँदा त्यसो हुँदाखेरि अब युवाहरू चाहिँ टायर नबाल्ने, ढुङ्गा नहान्ने, आन्दोलन नगर्ने, समकालीन परिवेशका प्रतिस्पर्धीहरू जुन मोडालिटीमा हामीमाथि एट्याक गर्न आउँछन् हामीले त्यही मोडालिटीमा प्रतिरोध गर्नुपर्छ। युथोस भनेको गरिबको घरको सिरानीमा राखेको खुकुरी हो, यो अलिपछि ठम्किन्छ, जब चोर आउँछ यो टल्किन्छ, चम्किन्छ। अब समय आयो, आयो समय। चोर त चोरेको पो, ठग त ठगेको पो, तर तपाईँको मुलुकको परिवर्तन मैले पनि गर्ने भनेर भाषण गर्दैछ। यो पुरातनवादी अतिवादी शक्ति र यो नवोदारवादी अतिवादी शक्ति, कोही रमिजामी छानेको नाममा प्रकट भएका होला, कोही बाबुल शाहको नाममा प्रकट भएका होला, कोही कसका नाममा प्रकट भएका होला। यी दुवै अतिवादी शक्तिलाई पहराउन सक्ने तागत नेकपा एमालेसँग मात्रै छ भन्ने कुरा यिनीहरूले राम्रैसँग बुझेका छन्। संविधान नेपाल र सुखी नेपालीको कमरेड केपी शर्मा ओलीले देख्नुभएको सपना र त्यो अभियानलाई पुरा गर्न हामी सबै लाग्नुपर्छ। चलाउन सक्नुहुन्छ। आवश्यक पर्यो भने काठमाडौँ मात्र होइन, देशभरि अभियान चलाउनुपर्छ। यसको लागि नेकपा एमालेको सिङ्गो शक्ति आवश्यक छ भन्ने मलाई लाग्दैन। यसको लागि राष्ट्रिय युवा संघ नेपालै काफी छ। जनताको सेवा गरेर, सामाजिक न्यायको काम उठाएर, जनतामा भएको शोषण दमन उत्पीडनको अन्त्य गर्ने कुरामा लागेर, समाजको समृद्धिको अभियन्ता बनेर, जनताको सुख दुःखको साथी बनेर, सरकार वितरण संगठन निर्माणदेखि लिएर कमिटीको पद्धति मानेर त्यसको नेता भएर आफू अगाडि बढेर नेता हुने होइन। नेताहरूको चाकरी गरेर, नेताहरूको अगाडि देखा गरेर, यसो उपहार दिएर, यसो घुमाउनु व्यवस्था गरेर, के गरेर नेताको आँखामा गरेर, राजधानी काठमाडौँमा बढी अनुहार देखाएर, प्रदेशका राजधानीतिर बढी अनुहार देखाएर नेता बने प्रचलन छ। त्यसले व्यक्तिलाई स्थापित गर्छ, तर संगठन, आन्दोलन र संविधान नेपाल बन्ने सपनालाई त्यसले धोका दिन्छ। त्यही भएर यो खालको व्यक्तित्वलाई हामीले विस्थापित गर्नै पर्छ। धन्यवाद कमरेड। राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो पूर्ण बैठकका सभाई कमरेडहरू, यहाँहरू सबैलाई हार्दिक अभिवादन। बैठकका अध्यक्ष कमरेड, इन्चार्ज कमरेड, केन्द्रीय अध्यक्ष, महासचिव लगायतका सम्पूर्ण कमरेडहरू, सम्बोधन चाहिँ मैले अब इन्चार्ज कमरेडले जे जे भन्नुभएको थियो त्यो नै यथावत छ। किनभने उहाँले भनेको मलाई त मन परेको छ, त्यसैले काम गर्दै मेरा भनाइ साथमा गइरहेको छु। क्षितिज कमरेडले सङ्गठनको आन्तरिक जीवनका बारेमा समीक्षात्मक मैले आफ्नो कुरा राखिसक्नु भएको छ। इन्चार्जले समसामयिक राजनीतिले समेत छोएर लुम्बिनीको अलि भावनात्मक विषयवस्तु समेत उठान गरेर पत्रकार परिवारदेखि लिएर दुर्गाजी, बलुजी लगायतका शहीदहरूलाई सम्झेर यो बैठकलाई अलि इमोसनल हिसाबले पनि सम्बोधन गरिसक्नुभएको छ। र आजको परिवेश वस्तुगत परिस्थिति एकातिर छ, मनोगत परिस्थितिलाई अन्तर्राष्ट्रिय शक्तिहरूको आडमा आफ्नो अनुकूलतामा लैजाने प्रयत्न के तत्त्वहरूले गर्न खोजेको परिवेशमा हामी छौँ। आज हामी आइरहँदा हिजो मात्रै पूर्व राज्य ज्ञानेन्द्रले पोखराबाट काठमाडौँ आउँदा कुनै युद्ध जितेर आएको, कुनै चाहिँ ऐतिहासिक गौरवपूर्ण काम गरेर आएको, कुनै पौरख गरेर आएको जस्तो गरी काठमाडौँमा स्वागतको एउटा नाटक मञ्चन गरियो र त्यसलाई निकै हल्लाखल्लाका साथ पञ्चायत कारोमा राप्रपाकै नेताहरूले भन्थे चिया पसलको आँधी तुफान भने चाहिँ चिया पसलमा गफ हुन्छ त्यो चिया कपमा अनि छछल्किन्छ गफ गर्दा त्यसलाई चिया पसलको चियाको विनाशको आँधी तुफान हुने जस्तो, चियाको विनाशको आँधी तुफान जस्तो व्याख्या गर्ने प्रयत्न गरिँदैछ। यसबाट के बुझ्नु आवश्यक छ भने नेपाली समाजको उन्नति र प्रगतिको निमित्त बाधक रहेका तत्त्वहरू सधैँ सर्वलाइन हुन्छ। हामीले ६२-६३को आन्दोलन पछाडि एउटा निष्कर्ष निकाल्यौँ,
त्यो निष्कर्ष गलत निकालेको छ भन्ने ठाउँमा पुगेको छु म। अधिकांश चरणहरू सकिए, सामन्तवाद सामूहिक रूपमा नष्ट भयो, त्यसका अवशेष बाँकी छन्। समाज पुँजीवादतर्फ गयो। शिक्षा, स्वास्थ्य, रोजगारी, सेवा प्रवाहका विषयहरू, व्यापक औद्योगिक विषयहरू, रोजगारीलाई अगाडि बढाउने विषयहरू चाहिँ हाम्रो मूल विषय बने। त्यसो हुँदाखेरि अब युवाहरू चाहिँ टायर नबाल्ने, ढुङ्गा नहान्ने, आन्दोलन नगर्ने, प्रतिरोधात्मक र प्रतीकात्मक आन्दोलन चाहिँ अब कम गरे हुन्छ भन्ने निष्कर्ष हामीले निकाल्यौँ। केवल बुटोलको यही भएको युवा सङ्घको मार्गदर्शनबाट युवाहरूलाई रोजगारीको काममा लगाउने, युवाहरूले राज्यलाई कर दिने भन्ने कुराको उद्घोष गऱ्यौँ र त्यो कुरा विधानमा हामीले लेख्यौँ। तर जनताको बहुदलीय जनवादको एउटा मूल भावना, मूल मर्म हामीले ध्यान दिएका छौँ। त्यो भनेको के हो भने समकालीन परिवेशका प्रतिस्पर्धीहरू जुन मोडालिटीमा हामीमाथि एट्याक गर्न आउँछन्, हामीले त्यही मोडालिटीमा प्रतिरोध गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले काहीँ गर्दै भुलेका छौँ। त्यही भएर दुईटा अधिवादीहरू, सानातिना अधिवादीहरू त धेरै छन्, त्यसलाई हामी पटक पटक परास्त गरेका छौँ। अहिले प्रचण्डको जनयुद्धको नाउँमा जातीय युद्ध बचाउने र मुलुकलाई जातीय द्वन्द्वको खाडलमा हाल्ने प्रयत्न भयो। त्यसलाई कमरेड केपी ओलीको सामाजिक सद्भावको एउटा अभियान जुन थियो त्यसलाई हामीले बोक्यौँ र युथ पोस्ट बनाएर प्रचण्ड, थैवर, दुर्गा तिवारी, बलु पौडेल जस्ता साथीहरूलाई गुमाएर हामीले त्यो अभियान पार गर्यौँ। कुनै बेला एक मधेस एक प्रदेश भनेर सिङ्गो अखण्ड नेपाललाई खण्डित गर्ने एउटा अभियान चल्यो। दुई राष्ट्रियताको कुरा गरियो, पहाडी राष्ट्रियता र मधेसको राष्ट्रियता। त्यसलाई युवा सङ्घ नेपालले नै सुरु गर्यो, मधेस जागरण अभियान। सायद राजीवजी अध्यक्ष हुनुहुन्थ्यो, त्यसलाई पनि हामीले एउटा पारमा। पछिल्लो बेला पहिचानका नाउँमा, विविध नाउँमा फुटकर अधिवादीहरूले हामीलाई डिस्टर्ब गरेकै थिए। क्षितिजजी अध्यक्ष भइसके पछाडि ताप्लेजुङ जाँदा कमरेड केपी शर्मा ओलीदेखि लिएर योगेश भट्टराईदेखि लिएर क्षितिज फेरिसम्मले पहिचानवादीहरूसँग भिसा लिनुपर्ने उद्घोष पनि गरे। अझ क्षितिजजीलाई त लिम्बूको जन्मेको गाउँ रह्यो भनेर उपमाले दिने भ्याए। धनकुटा जाँदा क्षितिजजी र म नै गएको बेलामा क्षितिजजीको गाडीमाथि एट्याक भयो। कमरेड सुभाष नेमाङ प्रमुख अतिथि भएको बेलामा धरानमा राष्ट्रिय युवा सङ्घ नेपालको कोशी प्रदेशको अधिवेशन नगर्न दिनको लागि अवरोध सिर्जना गरियो र झन्डै पर्खिलो गर्ने स्थिति त्यहाँ भयो। उन्दी के जारी गरियो भने कोशी प्रदेश भन्न नपाउने भनेर उन्दी जारी गरियो। त्यही बेलामा प्रचण्ड विराटनगर गएर प्रधानमन्त्री बारबार थियो नि कोशी प्रदेशको नाम नराखी कार्यक्रम भ्याए। हामीले कोशी प्रदेश भनेरै कार्यक्रम सकेर आयौँ र त्यहाँ खालको द्वन्द्व सिर्जना भयो। युवा सङ्घको अनुधारामा प्रोग्राम गर्न जाने सिलसिलामा हामी माथि पहिचानवादी पनि मिले, अपराधिक र अराजक दुर्गा बस्ने जस्ता व्यक्तिहरू पनि मिलेर हामी माथि एट्याक गरेर लुकी छिपी युवा सङ्घको अगाडि जुन दिन 8 छैन लुकी छिपी हामी लगभग बिरावर एयरपोर्ट जाने दौडमा चाहिँ हाम्रो 20-22 गाडीहरू पोड्ने काम पनि गऱ्यौँ। राष्ट्रिय युवा सङ्घ नेपालले सशक्त प्रतिरोध गर्यो। यसको लागि म धन्यवाद दिन्छु यो युवा सङ्घको नेतृत्वलाई। तपाईँहरूको प्रतिरोधका कारणले ती अतिवादी तत्त्वहरू तह लागे। समृद्धिको अभियानका महानायक कमरेड केपी शर्मा ओलीज्यूले झुलाघाटबाट सुरु गरेर चिर भन्याङसम्म पुग्नु भएको समृद्धिको यात्रा जब बागमती प्रदेशबाट कोशी प्रदेश प्रवेश गर्यो, त्यस पछाडि एमालेलाई निषेध गर्ने उद्घोष गरे। त्यतिखेर पनि युवा सङ्घका साथीहरूले त्यो प्रतिरोध नगरेको थियो भने सायद यो यात्रालाई अवरोध गर्ने स्थिति बनेको थियो। त्यसलाई नै म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। प्रतिरोधात्मक आन्दोलनलाई फेरि गुन्जाउनु पर्ने अवस्था आएको छ र यसलाई निरन्तरता स्ट्यान्डबाई राख्नुपर्ने अवस्था आएको छ। युथ फोर्सलाई हामी विरोध गरेर मैले के शब्द भनेको थिएँ भने युथ फोर्स भनेको गरिबको घरको सिरानीमा राखेको खुकुरी हो। यो अलिकति थन्किन्छ, जब जब चोर आउँछ यो टल्किन्छ, चम्किन्छ। युवा सङ्घ र नेकपा एमालेको जुझार अभियान त्यही किसानको घरमा राखेको सिरानमा राखेको खुकुरी जस्तो हो। जब जब चोर डाकाहरू गाउँमा आएर लुट्न थाल्छन् त्यसपछि फेरि यो टल्किन्छ। त्यो टल्किन्छ
पछिल्लो बेलामा तपाईले राष्ट्रिय कार्यकर्ता भेला गरेर एउटा सन्देश दिनुको माग पार गर्ने त्यही ताका भुटानी राजाको समन्वयमा हाम्रा पूर्व राजा गङ्गावीर नुहाउन गएका थिए भन्ने हामी फर्केर आउँदा सर फागुन 7 गते उनले ठुलो वक्तव्य निकाले। अब समय आयो, यही आयो समय। कहिले आउँदैन समय? तपाईले ऐतिहासिक फुटबल खेलेको सम्झाउनुभयो। म धन्यवाद दिन्छु युवा साथीहरूलाई। विरोध सहन्छ अरूको सहदैन भन्ने युवासँग जुन एउटा नीति लिएको छ ठिक छ। र केपी ओली कप फुटबलमा आएर हाम्रै पास लिएर हाम्रै खाजा खाएर पनि हाम्रै नेता माथि अरू गरेर आउनेहरूलाई युवासँग तोडाएको छ, अझ तोडाउनुहोस्। आफै गएर पनि हामी सम्बोधन गर्छौँ, जिम्मेवारी छ। ओपन हुँदैछौँ मैले, पार्टीले लिन्छ हामी लिन्छौँ। केही समय आएको छैन। समाज कहिले पनि प्रतिगमनतर्फ जाँदैन। राजतन्त्र भनेको प्रतिगामी व्यवस्था हो, गणतन्त्र भनेको अरुगामी व्यवस्था हो। त्यसको हुनाले मुलुक गणतन्त्रमा गइसकेको छ। कुनै साधु सन्त महन्तले देशी विदेशी पैसा खाएर अनि हुक्की बैठकेर चिनेर जम्मा गरेर राजतन्त्र ल्याउँछु भन्ने सवाल देखेका छन् भने त्यो कुरा हुँदैन। युवाहरूले कुरा आउन दिँदैन, नेताहरूले कुरा आउन दिँदैन। हामी सोभियत चुनाव हुँदा अगाडि कार्यक्रम नगरौँ कि भन्नु, राजीव गान्धी अथवा मानिसहरू हुँदा अगाडि कार्यक्रम नगरौँ कि भन्नु। सोभियत चुनाव हाम्रो नियमित कार्यक्रम हो, त्यसलाई हामी जिताउन लाग्नुपर्छ। त्यसबाट पनि एउटा सङ्केत दिन सकिन्छ। जस्तो इलामको उपचुनावबाट हिजो ती पहिचानवादीहरूले जुन खोजिरहेका थिए त्यो सकियो। सुवाङ नेमाङलाई चुनाव जिताएर सुभाष नेमाङको उत्तराधिकारी सुवाङ नेमाङ र नेकपा एमाले मात्र इलामको परिवर्तन गर्न सक्छ भन्ने कुराको सन्देश इलामको जनताले दिए। अस्तिको चुनावमा कोही घन्टी बजाउन हिँडेका थिए, कोही लौरो टेक्दै हिँडेका थिए, कोही नौटरी गर्दै हिँडेका थिए। बिचरा राजा मर्दो 39 ठाउँमा चुनाव भएछ। घन्टी बजाउने जब 27 ठाउँमा उम्मेदवार दिएछ, उम्मेदवार दिन सक्ने अवस्था छैन। काठमाडौँ 16 नम्बर वडाको चुनाव हाम्रो लापरवाहीले हाम्रो कमजोरीले गर्दा हारे। अन्त पाएको भोट कति छ त 10 भोट, 12 भोट, 14 भोट। सहकारी फगेर उदुन्छ। 4 वटा अदालतले प्राप्त भएका प्रमाणका आधारमा ठग होइन भन्न सक्ने अवस्था रहेन। त्यही भएर 1 करोड रुपियाँ भनेको छ, 65 लाख रुपियाँ। अनि चोरेको पो ठाउँ त ठगेको पो, तर तपाईँको मुलुकको परिवर्तन मैले पनि गर्ने भनेर भाषण गर्दाखेरि छ। अनि एक थरी तत्त्वहरू चाहिँ खाली बदल दिइरहेका छन्। यो पुरातनवादी अतिवादी शक्ति र यो नवोत्तरवादी अतिवादी शक्ति, कोही रविदामी छानेको नाममा प्रकट भएका होलान्, कोही बाबु छानेको नाममा प्रकट भएका होलान्, कोही कसका नाममा प्रकट भएका होलान्। यी दुवै अतिवादी शक्तिलाई तहराउन सक्ने तागत नेकपा एमालेसँग मात्रै छ भन्ने कुरा यिनीहरूले राम्रैसँग बुझेका छन्। त्यही यिनीहरू सबैको प्रारम्भ निशान नेकपा एमाले छ, हाम्रो पार्टीको अध्यक्ष केपी ओली हुनुहुन्छ। अब हामी सबैको प्रारम्भ निशानमा छौँ। यो कार्यक्रम पछाडि पनि जब हाम्रो व्यक्तिहरू बाहिर आउँछन् त्यसपछि यिनीहरूले हामीमाथि रोइलो गर्छन्, गाली गर्छन्। तर हामी क्रान्तिकारी युवाहरूको त्यो प्रतिरोध क्षमता चाहिँ छ कि छैन भन्दा त्यो चाहिँ कमजोर छ। अहिले क्षितिज गौडले भन्नुभयो कसरी त्यसलाई बोल्दै भन्नु, तपाईँ आफै लेखको तपाईँको मनपनमा कुरा छ, तपाईँको मनपनमा भावना छ, विचार छ। पार्टीको नीति सिद्धान्त र कार्यअनुसार त्यो विचार भावना र त्यो मनको कुरालाई ढाल्न सक्ने क्षमता चाहिँ तपाईँबाट नभएको हुन सक्छ। त्यसलाई तपाईँहरूले केही सल्लाह गरेर कहिले नेतृत्वको साथ र सहयोग लिएर तपाईँहरू सबै लेखेर बोल्नुपर्छ। तपाईँहरू सबै अभियान गर्नुपर्छ। संविधान नेपाल र सुखी नेपालको नेपालीको कमरेड केपी शर्मा ओलीले देखाउनु भएको सपना र त्यो अभियानलाई पुरा गर्न हामी सबै लाग्नुपर्छ। त्यसको लागि आजको सामाजिक सञ्जाललाई हामीले अधिकतम उपयोग गर्नुपर्छ र हाम्रा विरुद्ध आउने जुनसुकै आउने पढाउने धुलबौले र चिनेहरूलाई तपाईँले ठाउँको ठाउँ सोसियल मिडियामा पहल गर्नुपर्छ। यो बाटोमा हाम्रो काम कमजोर भएको छ र म के सुझाव दिन चाहन्छु भने जसरी
अघिल्लो वर्ष मङ्सिर 7 गते काठमाडौँमा एउटा विशाल सभा राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्यो। त्यसले ठुलो सन्देश दियो। प्रतिगामी दलहरू 1 वर्ष अगाडि नै सुरु गरेका थिए। 1 वर्षसम्म त्यो राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमले थमाइदियो। अब तपाईहरुले काठमाडौँमा मोटरसाइकल र्याली गर्ने हो कि संसद विघटन गरेको हाम्रो कमरेड केपी ओलीको कार्यलाई अदालतको प्रयोग गरेर त्यसलाई बलौट गराएर 22 जना हाम्रो सांसद चोरेर पार्टी फोडेर पटक धरना महानेपालहरूले शेरबहादुर देउवालाई किस्तीमा हालेर प्रधानमन्त्री पद बुझाएर हाम्रो विरुद्ध 5 दलीय गठबन्धन बनाएर देशभरि राष्ट्रिय युवा संघ नेपालले एउटा लहर सृजना गरेको थियो। बुटोल नै हो। मलाई लाग्छ सबभन्दा ठुलो मोर्चाली रैली मोहसरको कसैले गरेको थियो भने त्यो यही बुटोलले यही नमुनीले गरेको थियो। नेपालको सबैभन्दा ऐतिहासिक मोर्चाली रैली कसैले गरेको थियो भने काठमाडौँले गरेको थियो। त्यो राष्ट्रिय युवा संघ नेपालको सम्मेलनमा भएको थियो। त्यसो हुनाले तपाईहरुले एउटा ऐतिहासिक मोर्चाली रैली काठमाडौँमा सुरु गर्नुस् भन्ने मेरो सुझाव छ। जसरी स्थापना दिवसमा हामीले रातको क्याब लगाएर अब युथ फोर्स जागे भनेर हामीले भनेका थियौं। यदि त्यो युथ फोर्स हामीले जगाएका थिएनौँ भने यी 5 दलीय गठबन्धनबाट त्यतिखेर महानेपाल प्रचण्ड एडी अर्काले लड्डु खाइरहेको फोटो आएको थियो, फेसबुकमा भाइरल भइरहेको थियो। उनीहरू काठमाडौँका धेरै कलेज अगाडि लड्डु खाने कार्यक्रम राखेका थिए। जब युथ फोर्स रातको क्याब लगाएर निस्क्यो, लड्डु खाने निस्केको भागहरूको भागेला भयो र लड्डु खाने कार्यक्रम क्यान्सल भयो। त्यसो हुनाले राष्ट्रिय युवा संघ नेपालले एउटा सशक्त प्रतिरोधी अभियान काठमाडौँमा चलाउनुपर्छ, जसका कारणले मरेको सिमो च्यापेर सकिएको राजतन्त्र फेरि बुझाउन सकिन्छ भनेर देशी विदेशीको योजना र पैसा लगाएका तत्त्वहरूलाई तपाईले तलाउनुपर्छ। तलाउन सक्नुहुन्छ। आवश्यक पर्यो भने काठमाडौँ मात्र होइन, देशभरि अभियान चलाउनुपर्छ। यसको लागि नेकपा एमालेको सिङ्गो शक्ति आवश्यक छ भन्ने मलाई लाग्दैन। यसको लागि राष्ट्रिय युवा संघ नेपालै काफी छ। यो योजना तपाईले अगाडि बढाउनुहोस्। पार्टीको जरा अभियान, सोभियत निर्वाचन र राष्ट्रिय युवा संघ नेपालले वैशाखमा हुने महाधिवेशन हुन अगाडि पालिका तह र वडा तहसम्म कमिटी निर्माण गर्ने एउटा अभियान ल्याएको छ। यसलाई तपाईले सशक्त ढङ्गले सम्पन्न गर्नुहोस्। आज कार्यविवरण पछाडि सबै कमिटीहरूलाई पालिकाको जिम्मा दिइनेछ भनेर अहिले सुरजीले भन्नुभयो। आज दिएको जिम्मेवारी पूरा भयो कि भएन भन्ने आज तपाईको मूल्याङ्कन गरेको पद्धतिले अब कमिटी व्यवस्थित गरोस्। जुन कमिटीहरूले पालिकाको एउटा दुईटा तीनटा गरेर जिम्मा लिनुहुन्छ, कम से कम 24 मसान्तभित्र मेरो पालिकाको एजुकेसन मैले सके सबै वडाहरूलाई घेरा गरेर सके भनेर जो कमिटीले यहाँ आफ्नो क्षमता देखाउनुहुन्छ उहाँले प्रमोट गर्ने पद्धति एउटा बसाल्नुहोस्, एउटा मूल्याङ्कन गर्ने पद्धति बसाल्नुहोस्। सौरजीको सिफारिसमा केन्द्रीय कमिटीले यो कुरालाई ध्यान दियोस् र हामी कामका आधारमा, क्षमताको आधारमा, सक्रियताको आधारमा, निरन्तरताको आधारमा र वरिष्ठताको आधारमा अगाडि बढ्ने जुन प्रचलन छ, हाम्रो प्रमोट हुने जुन प्रचलन छ, त्यसलाई कायम गर्ने कुरामा तपाईहरु लाग्नुहोस्। हामी धेरै कुरामा अलमलिन आवश्यक छैन, हामी धेरै कुरामा बढ्न आवश्यक छैन। म पछि लिएर अलिकति ट्रेन हेर्छु, जनताको सेवा गरेर सामाजिक न्यायको काम उठाएर जनतामा भएको शोषण दमन उत्पीडनको अन्त्य गर्ने कुरामा लागेर समाजको समृद्धिको अभियन्ता बनेर जनताको सुख दुःखको साथी बनेर सरकार वितरण संगठन निर्माणदेखि लिएर कमिटीको पद्धति मानेर त्यसको नेता भएर आफू अगाडि बढेर नेता हुने होइन। नेताको चाकरी गरेर, नेताको अगाडि देखा गरेर, यसो उपहार दिएर, यसो घुमाउनु व्यवस्था गरेर के गरेर नेताको आँखामा गरेर राजधानी काठमाडौँमा बढी अनुहार देखाएर प्रदेशका राजधानीतिर बढी अनुहार देखाएर नेता बने प्रचलन छ। त्यसले व्यक्तिलाई स्थापित गर्छ, तर संगठन, आन्दोलन र संविधान नेपाल बन्ने सपनालाई त्यसले धोका दिन्छ। त्यही यो खालको व्यक्तित्वलाई हामीले विस्थापित गर्नैपर्छ। कामको आधारमा, क्षमताको आधारमा, सक्रियताको आधारमा, योग्यताको आधारमा र निरन्तरताको आधारमा नेता बन्ने प्रवृत्तिलाई हामीले कायम राख्नुपर्छ। यसको लागि लुम्बिनीको यो प्रदेश कामयाबी हुनेछ। आजको बैठक प्रभावकारी हुनेछ र रूपन्देहीले जिल्ला अधिवेशन सकेको छ। बलरामजी एकबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सचिव हुनुभएको छ।
म बलरामजीलाई धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु र सिङ्गो रूपन्देहीको नवनिर्वाचित टिमलाई म हार्दिक बधाई दिन चाहन्छु र तपाईँको बैठक सफल उन्मुख भइसकेको छ, अझ प्रभावकारी सफल होस् भन्ने शुभकामना दिन चाहन्छु र मेरो भनाइ यति नै छु। हस्, धन्यवाद।